ठाउँ छौ तिमीहरू बसेको ठाउँबाट छोड हाम्रो बाटो मिलिसक्यो भनेर उहाँहरूलाई भन्दैछु उहाँहरू आफै सक्छ हामी त कुनै बाटोमा मिसन 84 पैसा अहिलेको अवस्था यस्तो सपत लागेको होइन सञ्जय दाइलाई के भन्नु छ कि यो विषयमा मलाई केही पनि भन्नु छैन यो मरेको बालिकाको विषयमा चाहिँ यो झोलेर राजनीति चाहिँ गर्न भएन राजनीति चाहिँ हुनु भएन न्याय पाउनु पर्यो है